वर्षको उमेरदेखि झन्डै 25-26 वर्षको उमेरसम्म दृढतापूर्वक लडाइँ लडियो र हाम्रो सपना थियो देश सफा हुनेछ, देशको कालो बादल हट्नेछ र नेपालीहरूले दुःख पाउने छैनन् र नेपालका असाध्य अप्ठ्यारोमा बाँचिरहेका नागरिकहरूलाई सजिलो हुनेछ। तर त्यसको ठीक उल्टो शान्ति प्रक्रिया सुरु भइसकेपछि जब नेपाल कम्युनिस्ट पार्टी माओवादी शान्ति प्रक्रियामा पदार्पण गर्यो र त्यो शान्ति प्रक्रियापछि जब त्यो शान्ति प्रक्रिया टुङ्गियो, शान्ति प्रक्रियाबाट जनमुक्ति सेनाहरूलाई ब्यारेकीकरण गरियो र शान्ति प्रक्रियाको एउटा प्रक्रिया अगाडि बढ्यो। 63 मङ्सिर 5 गते जब जनमुक्ति सेना ब्यारेकमा गयो र त्यो ब्यारेकमा गइसकेपछि माओवादी लिडरहरूमा एउटा नव सामन्तको जस्तो व्यवहार देखिन थाल्यो र त्यसको हामीले कडा प्रतिवाद गर्यौँ ब्यारेकभित्रबाट। आज म यहाँलाई स्मरण गराउन चाहन्छु, हामीले त्यो कडा प्रतिवाद